कसले गर्छ? ऊर्ध वैकुण्ठ तो रम्य 50 कोटी योजन, यो वैकुण्ठबाट 50 करोड योजन माथि गोलोक धाम छ। वैकुण्ठबाट कति माथि अरे? 50 करोड योजन माथि गोलोक धाम छ। त्यो गोलोकमा राधा कृष्ण बस्नुहुन्छ, राधा पुरुषोत्तम बस्नुहुन्छ। उहाँ मेरा पनि पिता हुनुहुन्छ, भगवान नारायण भन्नुहुन्छ। लु हिँड मलवास, म त्यहाँ पुर्याउँछु। मलवासको हात पक्रेर भगवान नारायणले पुरुषोत्तमको लोक गोलोकमा पुर्याउनु भयो र प्रार्थना गर्नु, भगवान श्री कृष्ण आउनुभयो। र नारायण किन यहाँ आउनुभयो हे विष्णु भन्दाखेरि, प्रभु हे श्याम सुन्दर, हे जगत नियन्ता प्रभु, यो मलवासलाई सबले हेला गरे, मेरा साममा आयो अनि यसलाई उद्धार गर्न सक्ने ममा तागत थिएन, र हजुरकामा ल्याएँ, यसलाई पवित्र गरिदिबक्सोस्। भगवान विष्णुले हवस् भन्नुभयो र त्यो मलमासलाई झप्पै अङ्कमाल गरेर भन्नुभयो, हे मलमास, अब तेरो नाम मलमास होइन, आजदेखि म पुरुषोत्तम कृष्णले अङ्कमाल गरेको हुनाले त पुरुषोत्तम मास भइस्। र यो महिनाको प्रधान देवता म कृष्ण हो, पुरुषोत्तम। र यो पुरुषोत्तम महिनामा जसले राधा कृष्णको उपासना गर्छ, पुरा जीवनभरि कल्प कल्प गरेको सत्कर्मको पुण्य यसै जन्ममा 1 महिनामा प्राप्ति गर्दछ।